हे गाइज, सो मैले भर्खर यो बुके बनाएर भ्याएँ होइन गोल्डमा। यो बुके बनाउनुभन्दा 1 घन्टा अगाडि मैले 3टा रोज भएको ब्ल्याक कलरको बुके रेडी पारेको थिएँ एन्ड मैले यसको कन्टेन्ट पनि पोस्ट गरिसकेको थिएँ। सो मैले चाहिँ सकाएँ एन्ड सकाएपछि अब यहाँ अर्को बुकेको लागि म काम गर्न गएँ नि त। अनि त्यो बुके चाहिँ मैले अगाडि पसलमा सोको लागि राखिदिएको थिएँ एन्ड मैले चाहिँ के प्लान गरेको थिएँ भन्दाखेरि सेम बुके विथ डिफ्रेन्ट ऱ्यापर बनाएर यसको कलर कन्ट्रास्ट कस्तो छ, लाइक दुईटामा कुन चाहिँ बेटर देखिन्छ अथवा कुन चाहिँ अलिकति खिलेको देखिन्छ म त्यो अडियन्सहरूलाई देखाउँछु भन्ने सोचेको थिएँ। तर बुके कम्प्लिट गरेर कन्टेन्ट बनाउनुभन्दा अगाडि नै त्यो बुके सोल्ड आउट भयो। एकजना म्यामले लानुभयो एन्ड उहाँको अब रिलेटिभ्सहरू चाहिँ बाहिर विदेशबाट दसैँ मनाउन भनेर आउँदै हुनुहुन्छ अनि एयरपोर्टमा गएर वेलकम गर्नको लागि बुके लानु लागेको भन्नुभएको थियो। सो it got sold out and I could not show you guys the duita bouquet which I was planning to show it over here. So yeah, यो एउटा भयो and म त्यसको अघि मैले पोस्ट गरेको भिडियोको यहाँ राखिदिन्छु। These two are the bouquets I created in 3 hours. It took me 1.5 hour and that took me 1.5 hour. So यो दुईटा बुके पसलमा काम गर्दै रमाइलो गर्दै बनाएको बुकेहरू हो। Thank you so much for your time and attention.